हाम्रो साथी लुयो Hey everyone, welcome back to my YouTube channel. It's me Lakshmi Tamang अनि फेरि पनि स्वागत छ। अनि आज चाहिँ हाम्रो कलेजबाट वेलकम प्लस फेयरवेल प्रोग्राम छ अनि त्यसको लागि हामी जान रेडी भएको छौँ हुन आँटेको छु म अनि रेडी हुन्छु अनि म सन्चमाइकोम जान्छ। सो गाइज अब चाहिँ हामी निस्केको सन्चको घरबाट अनि सन्चो पुरा ब्ल्याक भएर हिँडे म पुरै ब्लू भएर हिँडेको फेरि अनि मुन्ना चाहिँ ग्रिन भएर हिँडेको त्यही हो। अब हामी गएपछि भेटौँला। गाइज हामी चाहिँ आइपुग्यौँ टेबल टाउन जाडो भइरहेछ अनि यहाँ बोइजहरू छ बोइजहरूको आफ्नै पारा छ होइन अनि हामी यसरी यो चाहिँ काटेर बसिरहेको छु मान्छेलाई जाडो भइरहेको छ त्यही भएर साडी लाउनु हुँदैन। हामी चाहिँ यहाँ चिया खानाको खाएर जाडो भएर अनि तिनीहरू चाहिँ बाहिर पुगेर बसिरहेको अरूहरूलाई अझै आउन बाँकी छ अनि हामी चाहिँ मलाई लाग्छ 9:30 बजी या 10 बजी पुग्छ। हामी चाहिँ गाडीबाट झऱ्यौँ अनि त्यही हो अरूहरू चाहिँ आएको छैन अब कता हो थाहा छैन मेन कुरो। अब नि हामी कता यो ठाउँ पुतली सडकमा हामी पुतली सडक यो ठाउँलाई के अरे पुतली सडक हामी चाहिँ पुतली सडकमा छौँ। अब हेरौँ कहाँबाट जाने छ हालत हिल यसरी बोकेर हिँड्नु पर्यो हिल बोकेर हिँड्नु पर्यो अब के गर्नु। अब लोकेसन यो मस्त देखाउने छु एकछिन सबैजना भेला होस् बल्ल हामी लोकेसनमा आइपुग्यौँ। सो गाइस दिस द लोकेसन है अनि यस्तो छ ब्यानर सबैजना हुनुहुन्छ कता जाने भने थाहा छैन। यो त नेपाली टाइम हो त्यो बोलाउँछ त्यति बेला सुरु त हेर्नुहुन्छ थाहा होइन हेर्नु मोबाइल कति मोबाइल यति धेरै हामी चाहिँ यति मात्रै छ क्या हाम्रो क्लासबाट ल हाम्रो सेक्सनबाट उनीहरू चाहिँ सिएसको हो 2-3जना चाहिँ हाम्रो साथीहरू पनि छन्। टिकटको लागि बाहिर बोलेर ऊ त्यहाँ चाहिँ सबैजना अघि भर्खर आइपुगेँ जुत्ता हेर्नु जुत्ता कति हजारको 5,000 6,000 घन्टाले सस्तो लाउँदो रहेछ तर मान्छेहरू 5,000 त घटेको जुत्ता लाउँदैन यसले धन्दा सस्तो भयो नि लाउनु सक्दो रहेछ तर मान्छेहरू त्यस्तो हुन्छ नि कोही मान्छेको त्यहाँ 5,000को जुत्ताहरू 5,000 7,000को जुत्ता यो लियो कति हजारको जुत्ता 7,000को जुत्ता 11 बजी भयो नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा ब्याचलर म्यानेजमेन्ट तर्फ विशाल भट्टराईज्यूलाई गीत त बजाको बजै छौ त बाबु अलिकति इको कम गर्देऊ न है माया
जनजागृति माविका प्रधान रामकाजी केसीज्यूलाई पनि म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। त्यसैगरी दीक्षालय एकाडेमीका प्रिन्सिपल दुर्गा दाहालजीलाई पनि म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। त्यसैगरी माउन्ट एभरेस्ट स्कुलका प्रिन्सिपल यादव घिमिरेज्यूलाई समझा न मैं जाना जो भी तुमने मुझसे कहा है सेन्योरिटा, मगर फिर भी न जाने क्यों मुझे सुन के अच्छा लगा है सेन्योरिटा। No desvíes la mirada, quédate cerca de mí. मुझको बाहों में तुम घेरो, समझी ना सेन्योरिटा। चाहत के दो पल भी न पाए, दुनिया में अकेला है क्या? जोरदार ताली बजाएर आजको यो कार्यक्रमलाई औपचारिक रूपमा समुद्घाटन भएको हामी ताली बजाएर सम्मान व्यक्त गरिदिनु होला। आजको यस कार्यक्रमलाई प्रमुख अतिथिज्यूले समुद्घाटन अब मेरो छोराको जिम्मा कसले लिन्छ? कहिले 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 मेरो छोरा मरेको होइन, यो देशको लागि शहीद भएको शहीद। म शहीद हुँ तर म मर्न जन्मिएको थिएन। चाहन्थे एक यस्तो नेपाल जहाँ न्याय माग्दा गोली खान नपरोस्। सो गाइज यो खानाको पछाडि एकदमै राम्रो स्टोरी हो, त्यो चाहिँ कुनै बेला भनौँला होइन। अनि त्यही हो, हामीले चाहिँ बाहिरै किनेर खायौँ। आइसक्रिम चाहिँ पछि हामीले त्यहाँ डिआईलाई भनेर खायौँ किनकि हामीसँग टोकन थिएन। गाइस अब चाहिँ हामीले के भइरहेको पहिला 12 पढेकोहरूलाई यहाँ लगभग टोकन दिइरहेको छन् अनि हामी यसरी बसिरहेछौँ। मान्छे छ भन्दै हामीले साथीहरूलाई सिट कुलेर बसेको छौँ। अजिता गाइस ने सबैजना टिकटकरहरू छन्। टिकटकको लागि जुदिरा सेनाज्यूलाई अतिथि आसन गर्नका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र अब All right, let's start. Let's make some noise for Canada. Enjoy. Thank you. यसले त मलाई त बहस होला। पहिलो गीत त्यो धोका दिएर जाने बैगुनीलाई
भइरह्यो बाइगनी गाइज अब प्रदीप दाईको डान्स हुँदैछ हामी चाहिँ डान्स हुँदैन सोचेको थियो अब नाट्याले हामी दुईजना मात्रै एक्साइटेड छौँ सबैजना आफ्नो आसनबाट छोडेर हिँडिसक्नु भइसक्यो सबैजना बुझ्नलाई गाह्रो भयो समयलाई साह्रो गयो सायद उमेरैको दोष मन बुझाउनै आधी रह्यो सो गाइज आजको लागि चाहिँ यति नै म योभन्दा राम्रो भ्लग बनाउन चाहदिनँ कृपया हजुरहरूलाई मेरो भ्लग मन पऱ्यो भने कमेन्टमा भनिदिनु होला अनि थ्याङ्क यू सबैजना यसरी नै साथ सपोर्ट दिइरहनु भएकोमा अनि मेरो चाहिँ भर्खरै मैले च्यानल हेर्दा चाहिँ 99 सब्सक्राइबर पुगेको रहेछ यो चाहिँ एकदम खुसीको कुरा हो मेरो लागि अनि मेरो छिटै 100 सब्सक्राइबर पुग्दैछ अनि आइ एम सो ह्याप्पी थ्याङ्क यू एभ्रिवान फेरि पनि बाई बाई सी इन माई नेक्स्ट भ्लग बाई